म वा भनौँ हाम्रो पुस्ता अर्थात् मिलेनियल पुस्ता 11-12 क्लास पढ्दै गर्दाखेरि ऱ्याप ब्याटलको खूब चर्चा थियो। घरको सिनियरहरूको साथमा रहेको टुकटुके फोन आइवरी विस्थापित भएर पनि स्मार्टफोन्सहरूले बजारमा आफ्नो वर्चस्व जमाउन सुरु गरिसकेका थियो। एसएलसी सकेर कलेज जान सुरु भइसकेपछि हाम्रो आमाबाले हामीलाई एउटा फोनसम्म बोक्न दिएको, फ्रिडमको पहिलो खुड्किलो। र त्यही फ्रिडमको उपज हाम्रो इन्टरनेटसम्मको सहज एक्सेस। र त्यही समयमा नै सुरु भएको थियो ऱ्याप ब्याटल, र बार्स। नेपाल टेलिभिजनमा मुमिन, शनिबार दिउँसो आउने नेपाली फिल्म, तितो सत्य, जिरे खुर्सानी जस्ता टेलिसिरियल। हाम्रो देशको संविधान पनि उठ्दै गर्छ, भयो नि नभए नि बा नभएर के लाग्छ हामीलाई? मम्मी, दिदी, बुवा अनि अङ्कलको मात्र हातमा रहिरहने त्यो रिमोट कन्ट्रोल। र त्यही कारणले गर्दाखेरि स्टार प्लसका केही हिन्दी सिरियल र राति 8 बजेको समाचार बुलेटिन। नमस्ते। सर्वप्रथम यस प्रसारणका प्रमुख समाचार। र राति 8 बजेको समाचारको बुलेटिन बीच हुर्किएको हाम्रो पुस्ताका लागि यो ऱ्याप ब्याटल फरक स्वादको थियो। दुईजना तन्नेरी युवाहरूको बीच लयमा वाक युद्ध चलेको जस्तो, जसमा एकले अर्कालाई सकेसम्म टर्रो शब्द प्रयोग गरेर गाली गर्न पाइन्थ्यो र त्यो गाली लयमा हुनु पर्थ्यो। म अहिले आएर रियलाइज गर्छु त्यो बेलामा हाम्रो पुस्तालाई यो ऱ्याप ब्याटल मन पर्नुको मुख्य दुईटा कारणहरू थिए। नम्बर 1, त्यो बिल्कुलै नयाँ कुरा थियो अनि लयमा गरेको गाली एन्टरटेनिङ सुनिन्थ्यो। नम्बर 2, यसले हामी भित्र लुकेर बसेको त्यो विद्रोही चेतलाई मलजल गरेर हामीलाई स्वतन्त्र महसुस गराउँथ्यो। हामी हरेक सोसाइटल नर्म्सलाई फलो गरेर बस्दैनौँ। हामीलाई राम्रो के हो, नराम्रो के हो भन्ने कुरा राम्ररी थाहा छ। हामीलाई हाम्रो लिमिट र बााउन्ड्री पनि थाहा छ भन्ने विद्रोही चेत। हामी मध्ये धेरैमा यही विद्रोही चेतको बीजारोपण गरिदिने पात्र मध्ये एउटा पात्र बालेन्द्र शाह आज हाम्रो राजनीतिक विद्रोहको म्यान्डेट बोकेर देशको 43औं प्रधानमन्त्री नियुक्त भएका छन्। यो पोइन्टसम्म आइपुग्दा हाम्रो देशले धेरै कुरा पाएको छ र पाउनु पर्ने धेरै कुरा पनि गुमाएको छ। यस्तो अवस्थामा बालेन नेतृत्वको सरकारसँग आम जनताले कति ठूलो आशा राखेका छन् भन्ने कुरा त फागुन 21 गतेको इलेक्सन रिजल्टले नै देखाइसकेका छ। बालेनले अब दशकौंको प्रयास र हजारौंको बलिदान मार्फत प्राप्त भएको डेमोक्रेसी र संविधानको मर्म अनुसार देशमा सुशासनको जग बसाल्नु पर्नेछ। देशलाई जीवित र चलायमान बनाइराख्न अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, कर्मचारी तन्त्र लगायतका क्षेत्रमा हामी आम जनताले प्रत्यक्ष रूपमा महसुस गर्न मिल्ने खालको चेन्ज लिएर आउनु पर्नेछ। यसको लागि देशले अगाडि सार्ने नीति, पद्धति र तौर तरिकाहरू, यसको केन्द्रबिन्दुमा कम्तीमा अब 5 वर्ष बालेन नै रहनेवाला छ, जसको कारण यो सबै कुराको जस र अपजस पनि बालेन स्वयंले नै बोक्नुपर्ने हुन्छ र आशा छ यसका लागि बालेन तयार पनि छ। तर यो भन्दै गर्दाखेरि हामीले बुझ्न पर्ने अर्को कुरा के पनि छ भने इट्स नट अ वान म्यान शो। आम मानिसहरूले अपेक्षा गरे अनुरूपको परिवर्तन नामको यो गन्तव्य हामीभन्दा टाढा छ अनि बाटो लामो र चुनौतीपूर्ण छ। त्यसैले यो लामो यात्रामा बालेनले आफ्ना सहयात्री कस्ता चुन्छन्, यो कुराको क्युरियोसिटी बालेनले झापामा त्यो अहंकार ढालेदेखि व्यापक छ र त्यो क्युरियोसिटीलाई बालेनले आफू प्रधानमन्त्री भएकै दिन सार्वजनिक गरेको मन्त्रीमण्डलको सूचीले हटाइदिइसकेका छ र यो कुरा नेपाली जनताका लागि आफैमा सरप्राइजिङ फ्याक्टर पनि बनेको छ। सरप्राइजिङ कुन सेन्समा भन्दाखेरि यो भन्दा अगाडि हामीले कुनै पनि पार्टीले बहुमत लिएर आउन सक्ने अवस्था नहुने र गठबन्धनको त्यो मिलिजुली सरकारमा भागबण्डा मिलाउनको लागि मन्त्रालय फुटाएरै भए पनि मन्दिरमा त्यो प्रसाद बाँडिए चाहिँ मन्त्री पद बाँडिने परिपाटी पटक पटक देख्दै आएका थियौँ र नचाहँदा नचाहँदै पनि यो ट्रेन्डसँग हामी फमिलियर भइसकेका थियौँ र यसको ठ्याक्कै अपोजिट नयाँ सरकारमा मन्त्रालय नफुटाइकन इनफ्याक्ट जोडेर मन्त्रीमण्डल गठन भएको छ, जसमध्ये 15 वटा मन्त्रालयका मन्त्रीहरूले आफ्नो पदभार ग्रहण गर्दै आफ्नो काम सुरु गरेको जनाइसकेको छ भने अब म्याक्सिमम 3 र मिडिया रिपोर्टका अनुसार 2टा मन्त्रीको मात्र टुङ्गो लाग्न बाँकी छ। र यही कन्टेक्स्ट बीच आज हामी बालेन्द्र शाह एके बालेन नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारी पाएका नवनियुक्त मन्त्रीहरूको बारेमा चर्चा गर्नेछौँ। तर त्योभन्दा अगाडि लेट मी टेल यु अबाउट अल्टिमा लाइफस्टाइल, जुन आजको भिडियोको स्पोन्सर पनि हो। अल्टिमाले नयाँ वर्ष 2083 को अवसरमा चैत्र 20 देखि ल्याउँदैछ अल्टिमा न्यू इयर 2083 ग्रान्ड सेल, जसमा अल्टिमाले अप टु 70% अन एभ्री आइटम्स, फर्स्ट 100 युजर्सको लागि अल्टिमा 10K मिनी पावर ब्याङ्क, अल्टिमा बुस्ट 20K प्रो र अल्टिमा फ्युजन 369 2083 रुपैयाँमै दिँदैछ। त्योसँगै अल्टिमा X1 प्रो इयरबड्स 1444, अल्टिमा वाच सर्कल 3444 अनि ल्यापटप चार्ज गर्न मिल्ने पावर ब्याङ्क अल्टिमा बुस्ट 20K अल्ट्रा म्याक्स 4444 मा दिँदैछ र यो अफर पनि पहिलो 100 जनाको लागि हुनेछ। यी सबै अफर अल्टिमाको वेबसाइट र दराजमा चैत्र 20 को राति 8 बजेबाट लाइभ हुँदैछ र अल्टिमाको अफिसियल आउटलेट्समा चैत्र 21 गते बिहान 9:30 देखि सुरु हुँदैछ भने यो अफरहरू जीवी, खल्ती, पठाउ बजारमा पनि अवेलेबल छ। चैत्र 27 गते मध्यरातसम्म अवेलेबल हुने यो अफरको फाइदा उठाउन नभुल्नु होला। नाउ लेट्स गेट ब्याक टु द भिडियो। सुरुवात गरौँ बालेन नेतृत्वको सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएकी सीता बादीबाट।
अल्पसंख्यक, सीमान्तकृत र बहिष्कारमा परेका समुदायहरूलाई राज्य निर्माणको मूल धारमा लिएर आउने परिकल्पनासहित सुरु भएको यो समानुपातिक प्रणालीको उपज आज देशले सीता बादीलाई मन्त्रीको रूपमा पाएको। बादी समुदायबाट पहिलो मन्त्री बनेकी सीता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट दलित क्लस्टर अन्तर्गत समानुपातिक सांसद चुनिएकी थिइन्। बादी समुदायबाट संघीय सांसद बन्ने पनि सीता नै पहिलो व्यक्ति हुन्। निम्नवर्गीय समुदायबाट बिलङ गर्ने सीतावादीकी आमा बुवा अहिले पनि सुर्खेतको झुप्रो खोलमा गिटी कुट्दै र बालुवा चाल्दै आफ्नो जीवन धानिरहेका छन्। खोला किनारको आयबाट जीवन धानेको उनको परिवारको आफ्नो नाममा एक टुक्रो जग्गा पनि छैन। उनीहरू भूमिहीन हुन्। उनको फ्यामिली ब्याकग्राउन्डबारे आएका यस्ता न्युज कन्टेन्टलाई आधार मानेर भन्ने हो भने सीता अभाव र गरिबीको चरम मारसँग लड्दै भिड्दै हुर्किएकी पात्र हुन्। उनले हाम्रो देशमा रहेको असमानता, सामाजिक बहिष्कार र छुवाछुत जस्ता कुप्रथाहरूले निम्त्याउने समस्याहरूलाई पनि डाइरेक्टली एक्सपिरियन्स गरेकी छिन्। 2052 सालमा जन्मिएकी सीताले जनसेवा मावि घुस्रामा कक्षा 4 देखि 9 सम्म अध्ययन गरेकी थिइन् भने त्यसपछि एउटा परोपकारी संस्थाको सहयोगमा काठमाडौँको एक होस्टेलमा बसेर आफ्नो पढाइ अगाडि बढाउने अवसर पाइन्। उनले त्यही संस्थाको सहयोगमा राजनीति शास्त्रमा मास्टरसम्मको फर्मल एजुकेसन पूरा गरेकी छिन्। राजनीतिक यात्राको सन्दर्भमा कुरा गर्नुपर्दा विगतमा तत्कालीन विवेकशीलकी रन्जु दर्शनाहरूसँग निकट रहेकी सीता पछिल्लो समय भने बालेनको टिमबाट संसद बनेकी थिइन्। यो नै उनको राजनीतिक यात्राको औपचारिक सुरुवात हो। संसद बन्नु अगाडि दुर्गम क्षेत्रका विपन्न समुदायका बालबालिकालाई शिक्षा तथा महिलालाई व्यावसायिक तालिम दिने गर्थिन् भने यसका साथै उनी काठमाडौँमा हस्तकलाका सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायमा पनि इन्भल्भ छिन्। उनको सोशल, फ्यामिली र प्रोफेसनल ब्याकग्राउन्डलाई हेरेर भन्ने हो भने उनको एक्सपिरियन्स र एक्सपर्टिज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा फिट हुने नै देखिन्छ र सोही अनुरूप उनले ज्येष्ठ नागरिक, महिला, बालबालिकाको हक हित सुनिश्चित गर्नका लागि के काम गर्छिन् भन्ने कुरा अहिले नै ठोकुवा गर्न नसके पनि आफ्नो भोगाई बुझाइलाई सम्झिँदै सही नियत सहित उनले आफ्नो जिम्मेवारी पूरा गरून्। यो शुभकामना सहित अगाडि बढौं बालेन सरकारको प्रोबेबली द मोस्ट टक्ड अबाउट मन्त्री अर्थमन्त्री स्वर्णिम वाग्लेतर्फ। हामीले यो मोस्ट टक्ड अबाउट चाहिँ किन भने हौं भने स्वर्णिम वाग्लेको राष्ट्रिय स्वतन्त्र पार्टीमा एन्ट्रीदेखि नै हि इज वान अफ द बेस्ट इकोनोमिस्ट अ कन्ट्री लाइक नेपाल क्यान ह्याभ भन्नेवाला न्यारेटिभ मजाले एस्टाब्लिस भएको छ। पार्टी सभापति रवि लामिछानेले त चुनाव अगाडि नै स्वर्णिम वाग्लेलाई बजेट लेख्न सुरु गरे हुन्छ है भनेर नयाँ सरकारमा अर्थमन्त्री बन्न ग्रिन सिग्नल दिइसकेका थिए। डाक्टर स्वर्णिम वाग्ले यहाँ हुनुहुन्छ, डाक्टर साहब आउने वर्षको बजेट लेख्न सुरु गर्नुहोस्। जसमा प्रधानमन्त्री बालेनले पनि सहमति जनाएपछि स्वर्णिम वाग्ले जेन्जी आन्दोलनपछि गठित नयाँ सरकारको अर्थमन्त्री बनेका छन्। स्वर्णिम वाग्लेको एकाडेमिक र प्रोफेसनल ब्याकग्राउन्डलाई आधार बनाएर भन्ने हो भने स्वर्णिम वाग्लेको लागि अर्थ मन्त्रालयको जिम्मेवारी अफकोर्स राम्रो डिसिजनको रूपमा लिन सकिन्छ। वाग्लेले अस्ट्रेलियन नेशनल युनिभर्सिटीबाट इकोनोमिक्समा पीएचडी गरेका छन् भने हार्वर्ड युनिभर्सिटीबाट मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन इन इन्टरनेसनल डेभलपमेन्ट र लन्डन स्कुल अफ इकोनोमिक्सबाट बीएससी इकोनोमिक्सको फर्मल एजुकेसन प्राप्त गरेका छन्। उनको प्रोफेसनल एक्सपिरियन्सको बारेमा कुरा गर्नुपर्दा उनीसँग राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष अनि यूएनडीपीको रिजनल ब्युरो फर एसिया एन्ड द पेसिफिकको लागि चीफ इकोनोमिक एडभाइजरको रूपमा काम गरेको पनि एक्सपिरियन्स छ। यसका साथै स्वर्णिम वाग्लेलाई रासोपाले चुनाव अगाडि सार्वजनिक गरेको बाचापत्रका मुख्य निर्माताको रूपमा पनि लिने गरिन्छ र त्यही बाचापत्रमा मेन्सन भएको आउँदो 5 वर्षदेखि 7 वर्षभित्रमा नेपालको इकोनोमीलाई $100 बिलियन पुर्याउने, पर क्यापिटा इन्कम $3000 पुर्याउने, 7% को सस्टेनेबल एनुअल ग्रोथ रेट अचिभ गर्ने, यी सबै एम्बिसियस प्रमिसेसलाई अचिभ गर्नको लागि उनको भूमिका ठूलो रहनेवाला छ। र सांसदको रूपमा दोस्रो पटक चुनाव लड्दा पनि निकटतम प्रतिद्वन्द्वीलाई झण्डै दोब्बरको मतान्तरले हराउन सफल हुनुले आम जनताको उनीप्रतिको आशा र भरोसालाई पनि हिन्ट गर्छ भन्ने कुरा बुझ्न सकिन्छ। यसमा स्वर्णिम वाग्ले सफल हुन्छन् वा हुँदैन त्यो कुरा थाहा पाउनको लागि हामीले केही समय भने कुर्नै पर्ने हुन्छ। तर जे हो, स्वर्णिम वाग्लेले पदभार ग्रहण गरे लगत्तै उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 का सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आयोगको सिफारिस अनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने, विभिन्न 15 वटा ऐनहरू खारेज वा संशोधन प्रक्रिया तत्काल अगाडि बढाउने डिसिजनलाई भने देशको इकोनोमीलाई अझ अपलिफ्ट गर्न, देशको इकोनोमीलाई अझ भाइब्रेन्ट बनाउन एउटा गुड स्टार्टको रूपमा लिन सकिन्छ। सीतावादी र स्वर्णिम वाग्लेपछि अब कुरा गरौँ बालेन सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी प्रतिभा रावलको। भन्ने नै हो भने प्रतिभा रावल मन्त्रीका लागि चर्चामा आएको नाम भने होइन। 1-2 दिन अगाडिदेखि मात्र उनी सम्भावित सभामुख वा मन्त्रीको रूपमा मिडियाहरूमा बढी सुनिन थालेकी थिइन्। त्यसैले 2 वटा मन्त्रालयको जिम्मेवारी पाएर मन्त्री बनेकी प्रतिभा कतिको प्रतिभावान छिन् भन्ने विषय अहिले धेरैको लागि चासोको विषय बनेको छ। प्रतिभा रावलको राजनैतिक यात्रा रासोपाको स्ट्याब्लिसमेन्टको इनिसियल डेजदेखि नै सुरु भएको हो। उनी हाल रासोपाकी सहप्रवक्ता समेत रहेकी छिन् र उनको संसदीय राजनीतिक यात्रा भने अहिले समानुपातिक
प्रणालीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएदेखि सुरु भएको हो। रासोपाभित्र सभापति रवि लामिछानेको विश्वास पात्रका रूपमा चिनिने उनी रवि लामिछाने गृहमन्त्री हुँदा उनको सचिवालयमा समेत रहेर काम गरेकी थिइन्। राजनीतिमा आउनु अगाडि उनको प्रोफेसनल ब्याकग्राउन्ड भने जर्नलिजम हो। उनीसँग फुल टाइम राजनीतिमा लाग्नु अगाडि नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका, साउथ एसिया फ्याक्ट चेक र ग्यालेक्सी 4Kमा गरी कलेक्टिभली 10 वर्ष जति पत्रकारिताको क्षेत्रमा काम गरेको एक्सपिरियन्स छ। सांसद र मन्त्रीको रूपमा उनको यो पहिलो कार्यकाल भएको कारण पोलिसी एन्ड डिसिजन मेकिङमा उनी कतिको क्यापेबल छिन् भन्ने कुरा हामीले अहिले नै अनुमान गर्न सक्ने अवस्था त छैन। तर जिम्मेवारीको हिसाबले उनले वर्तमान सरकारको ठूलो जिम्मेवारी पाएकी छिन् र त्यही कारणले गर्दाखेरि उनको लागि राजनीतिक क्षेत्रमा आफूलाई प्रुभ गर्नको लागि यो एउटा महत्त्वपूर्ण अवसर पनि हो। पर्मानेन्ट गभर्नमेन्टको रूपमा लिने कर्मचारी तन्त्रलाई चुस्त बनाउने, लामो समयदेखि अगाडि बढ्न नसकेको संघीय निजामती ऐनलाई पारित गराउने, रासोपाले बाचापत्रमा बाचा गरेको दल निकट कर्मचारी संगठनलाई खारेज गर्ने लगायतका च्यालेन्जहरूलाई राम्रोसँग ट्याकल गर्दै उनले बालेन सरकारमा आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त गरून् भन्ने शुभेच्छा सहित अब लागौं गृहमन्त्री सुदन गुरुङको चर्चातिर। बालेन क्याबिनेटमा सम्भवतः सबैभन्दा सरप्राइजिङ नाम नै यही हो। जेन्जी आन्दोलन अगाडिसम्म सोशल वर्कर, जेन्जी आन्दोलनमा आन्दोलनकारीलाई पानी बाँड्ने भलन्टियर, हामीले पानीहरू राख्दैछौँ हैन, अनि यसरी गरेर चाहिँ हामीले यसलाई म्यानेज गर्ने हिसाबले चाहिँ गएका छौँ। तपाईहरु अर्गनाइजर भन्दा पनि एज अ भलन्टियर यहाँ हुनुहुन्छ। एक्ज्याक्टली, हामी भलन्टियर मात्रै हो। 23 गतेको आन्दोलनमा तत्कालीन सरकारले गरेको दमन, त्यसैको आडमा भोलिपल्ट भएको विध्वंस र त्यसपछि क्रिएट भएको पावर भ्याकुमको समयमा अन्तरिम सरकार गठन गराउनको लागि लिएको स्ट्यान्ड, संविधान त हामीलाई चाहिँदो पो रहेछ नफालौँ भन्ने किसिमको फितलो स्टेटमेन्ट, यो तपाईँको संविधान चाहिँ तपाईँको पुरै भयो भने हैन, हामीले अब खारेज गरिदिउँ भने चाहिँ तपाईँको विदेशी हस्तक्षेप हुँदो रहेछ। रवि र बालनलाई सँगै ल्याउन खेलेको भूमिका, रासोपाबाट गोर्खा क्षेत्र नम्बर 1 मा चुनावी प्रतिस्पर्धा, कांग्रेसका निकटतम प्रतिद्वन्दीलाई हराउँदै सांसद र नयाँ सरकारमा प्रधानमन्त्री पछिको पावरफुल मन्त्री भनेर चिनिने गृहमन्त्री। विश्वकै पोलिटिकल कन्टेक्स्टमा पनि सायदै कसैले यति छोटो समयमा यति ठूलो राजनीतिक फड्को मारेको छैन होला जुन फड्को सुदन गुरुङले बालेन सरकारमा गृहमन्त्री बनेर मारेका छन्। ए लेभल सम्मको मात्र फर्मल एजुकेसन, सोशल वर्कमा लामो अनुभव रहे पनि राजनीतिक अनुभव नरहेको, वैचारिक हिसाबमा पनि कम्पेरिटिभली कमजोर मानिने सुदन गुरुङलाई गृहमन्त्री बनाइदिने डिसिजनलाई लिएर यति बेला सामाजिक सञ्जालमा मिक्स्ड रियाक्सन्सहरू देखा परेका छन्। एकातिर भाद्र 24 गतेको विध्वंसपछि नेपालमा अन्तरिम सरकार गठन गर्न सुदन गुरुङले लिएको स्ट्यान्डदेखि रवि र बालनको एकता गराउने सम्मका काममा सुदनले खेलेको भूमिकालाई हेर्दै उनलाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पिनु सही डिसिजन भएको भन्ने तर्क देखिएको छ भने अर्कोतर्फ गृहमन्त्री जस्तो जिम्मेवार पदमा अलिकति राजनैतिक चरित्र, विषयगत दक्षता र अनुभव भएको व्यक्तिलाई अगाडि सार्नुपर्ने भन्दै सुदन गृहमन्त्री बन्न कसरी सफल भए भन्ने विषयमा अनेक गसिपहरू समेत सार्वजनिक भइरहेका छन्। पर्सनल लेभलबाट भन्ने हो भने सामाजिक सञ्जालमा यो दुई पक्षले गरेका तर्कहरू आफ्ना आफ्ना ठाउँमा ठिक होलान्, तर सुदन गुरुङले गृहमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेको 24 घण्टा पनि बित्दा नबित्दै यो सही भयो अथवा गलत भयो भन्ने कन्क्लुजनमै पुग्न चाहिँ म रेडी छैन। र यो भिडियो रेकर्ड गर्दै गर्दाखेरि गृह मन्त्रालय माथ हताउने नेपाल प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइसकेको अवस्था छ। त्यसैले अहिलेलाई सुदन गुरुङ बालेन सरकारका गृहमन्त्री हुन् र उनको कार्यकाल सफल रहोस् भन्ने हाम्रो शुभकामना। गृहमन्त्रीको रूपमा उनले देशभरको शान्ति सुरक्षाको जिम्मा 77 वटै जिल्ला प्रशासन कार्यालयहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग जस्ता महत्त्वपूर्ण संरचनाको कमान्ड राम्रोसँग सम्हाल्न सकुन् भन्ने हाम्रो इन्टायर टिमको कामना छ। सुदन गुरुङपछि अब कुरा गरौँ नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको। 2080 देखि राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीति सुरु गरेका तिमल सिन्हा गत चुनावमा नुवाकोट क्षेत्र नम्बर 1 बाट नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महतलाई पराजित गर्दै पहिलो पटक संसद चुनिएका थिए। मध्यम वर्गीय किसान परिवारबाट बिलोङ गर्ने डाक्टर तिमल सिन्हा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय परराष्ट्र विभागका सदस्य समेत हुन् र राजनीति बाहेकको प्रोफेसनल एक्सपिरियन्स र एजुकेसनल ब्याकग्राउन्डको कुरा गर्नुपर्दा उनले अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीबाट पोलिटिक्स एन्ड इन्टरनेसनल रिलेसनमा पीएचडी गरेका छन् र युनिभर्सिटी अफ क्वीन्सल्यान्डबाट मास्टर्स अफ इन्टरनेसनल स्टडिज पीस एन्ड कन्फ्लिक्ट रेजोल्युसनको अध्ययन गरेका छन्। उनको प्रोफेसनल एक्सपिरियन्सको बारेमा कुरा गर्नुपर्दा उनीसँग टीयूको लेक्चरर र जर्नलिजमको अनुभव रहेको छ। यसबाहेक तिमल सिन्हा नेपालको शान्ति प्रक्रिया, परराष्ट्र नीति, भूराजनीतिक जटिलता लगायतका विषयका एक्टिभ रिसर्चर पनि हुन्। साहित्य क्षेत्रमा पनि रुचि राख्ने तिमल सिन्हाको अलिअलि चोटदेऊ नामक गजल संग्रह पनि छ। यसबाहेक उनी भ्रष्टाचार विरुद्धको लडाई, एन्टी करप्सन स्टडिजका विज्ञ र एसियन इन्स्टिट्युट फर एडभान्स रिसर्चका संस्थापक पनि हुन्। पार्टीभित्र र प्रोफेसनल लाइफ दुवैमा बौद्धिक व्यक्तिको छवि बनाएका डाक्टर तिमल सिन्हाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको रूपमा सामाजिक सञ्जालहरूको उचित नियमन तथा व्यवस्थापन, नेपाल टेलिकम, एनसेल, मुद्रण विभाग, हुलाक, चलचित्र, राष्ट्रिय अन्तर्राष्ट्रिय सूचना प्रविधि प्लेटफर्म जस्ता संरचनाहरूको कुशल नेतृत्व, डिजिटल कर सम्बन्धी विवाद, एनसेल लाइसेन्स नवीकरण, नेपाल टेलिकमको बिलिङ प्रणाली, आईएसपी रिलेटेड विवाद
विवाद लगायतका च्यालेन्जेसहरूलाई कसरी ह्यान्डल गर्नेवाला छन् भन्ने कुरा हामीले केही समयमा थाहा पाउने नेवाला छौँ। डाक्टर तिमल सिन्हापछि अब लागौँ बालेन सरकारका नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालको चर्चातिर। सत्तारूढ दल रासोपाले आफ्नो चुनावी बाचापत्रमा अघि सारेको सन्तुलित कूटनीति र राष्ट्रिय हितमा आधारित ओभरअल फरेन पोलिसी र छिमेकी मुलुक भारत र चीनको कन्टेक्स्टमा यी दुई देशको उदयलाई मध्यनजर गर्दै नेपाललाई बफर स्टेटबाट भाइब्रेन्ट ब्रिजमा परिणत गर्ने र त्रिपक्षीय आर्थिक साझेदारी र कनेक्टिभिटी मार्फत नेपालले फाइदा लिने किसिमको फरेन पोलिसीलाई इम्प्लिमेन्ट गर्ने दायित्वसहित परराष्ट्र मन्त्रीको भूमिकामा आएका शिशिर खनाल काठमाडौँ 6बाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका सांसद हुन्। दोस्रो पटक चुनावमा होमिँदा पनि निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार सबुज मानियाले 6647 मत ल्याउँदा 27719 मत ल्याउँदै भारी मतान्तरले विजयी भएका खनाल राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख हुन्। पार्टीभित्र र बाहिर शालीन नेताको छवि बनाएका खनाल यस अघि मात्र 19 दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पनि बनेका थिए। नागरिकता मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा तत्कालीन उपप्रधानमन्त्री रवि लामिछानेको पद गुमेपछि उत्पन्न भएको राजनीतिक परिस्थितिका कारण रासोपा सरकारबाट बाहिरिएपछि यो समयमा कार्यभार सम्हालेको 19 दिनमै खनाल पनि पदमुक्त हुनु परेको थियो। पछिल्लो चुनावमा रासोपाले पाएको जनमतलाई हेर्ने हो भने खनालको यो पटकको सिंहदरबार बसाई भने लामो हुन सक्छ। अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा मास्टर्स र बजफोर्ड युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय राजनीतिक अर्थशास्त्रमा ब्याचलर्स गरेका खनालसँग परराष्ट्र मन्त्रीको रूपमा वैदेशिक नीतिलाई मोडर्न, ब्यालेन्स र इफेक्टिभ बनाउँदै आर्थिक कूटनीति, पर्यटन प्रवर्धन र छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई थप राम्रो बनाउने च्यालेन्ज र अपर्च्युनिटी रहेको छ भन्न सकिन्छ, जसमा उनी अपेक्षा अनुरूप खरो उत्रिन सक्छन् वा सक्दैनन् भन्ने विषय अहिले इमिडिएट च्यालेन्जको रूपमा देखा परेको छ। इजरायल, अमेरिका र इरान बीच बढ्दो तनावको बीचमा खाडी र वरपरका मुलुकमा झण्डै 20 लाख नेपाली नागरिकको जीवधनको सुरक्षा गर्न र नेपाली भूमि लिपुलेक पास हुँदै भारतले चीनसँग व्यापार गर्न लागेको भन्ने सार्वजनिक मिडिया रिपोर्ट वास्तविक भएको खण्डमा नेपालले कस्तो औपचारिक स्ट्यान्ड र पहल अगाडि सार्छ भन्ने विषयले नै देखाउने अनुमान गर्न सकिन्छ। शिशिर खनालपछि अब कुरा गरौँ सुनिल लम्सालको। रूपन्देही क्षेत्र नम्बर 1 बाट निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका हिरा केसीले 12447 मत प्राप्त गर्दा 54845 मत ल्याएर फराकिलो मतान्तर सहित संसद निर्वाचित भएका सुनिल लम्साल बालेन सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएका छन्। विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय रहेका सुनिलको एजुकेसनल ब्याकग्राउन्ड भने इन्जिनियरिङ हो। उनले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङको अध्ययन पूरा गरेका छन् र सोही कलेजमा अध्ययनरत रहँदा एमाले निकट विद्यार्थी संगठन अनिरा सोबियुबाट सोबियु सभापति समेत निर्वाचित भएका थिए। लुम्बिनी इन्जिनियरिङ कलेजबाट बीई सिभिलको पढाइ पूरा गरिसकेपछि उनले भारतको नीति मीनाक्षी इन्स्टिट्युट अफ टेक्नोलोजीबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरे। उनी अहिले काठमाडौँ विश्वविद्यालयमा सलिड वेस्ट म्यानेजमेन्टमा पीएचडी गरिरहेका छन्। बालेनका विश्वास पात्रको रूपमा चिनिने सुनिलको प्रोफेसनल एक्सपिरियन्सको बारेमा कुरा गर्नुपर्दा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रोजेक्टमा काम गरेको बताइन्छ। यो बाहेक उनले काठमाडौँ महानगरपालिकामा बालेन्द्र शाह मेयर हुँदा उनको सचिवालयमा रहेर पूर्वाधार सल्लाहकारका रूपमा पनि काम गरेका थिए। फोहोर व्यवस्थापन, सार्वजनिक सम्पत्ति संरक्षण र शहरी अनुशासनको क्षेत्रमा राम्रो पकड र विज्ञता रहेको मानिने सुनिल लम्सालले मन्त्रीको रूपमा कस्तो सर्भिस डेलिभरी गर्ला यसको लागि भने हामीले केही समय कुर्नै पर्ने हुन्छ। सुनिल लम्सालपछि कुरा गरौँ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको। ऊर्जा मन्त्रीको जिम्मेवारी पाउनुभन्दा पहिला युवा तथा खेलकुद मन्त्री मार्फत मन्त्री पदको छोटो समयको अनुभव बटुलिसकेका विराजले छोटो समयमै खेलकुद क्षेत्रको बेथिति हटाउन पहल गरे र आफ्नो इमेजलाई अवसर पाए काम गर्न सक्ने नेताको रूपमा स्ट्याब्लिस गराएका छन्। काठमाडौँ क्षेत्र नम्बर 8 बाट दोस्रो पटक सांसद निर्वाचित भएका श्रेष्ठले उज्जवल थापाको विवेकशील पार्टी मार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। पछि उनी विवेकशील साझा पार्टीको समानुपातिक सूचीबाट बागमती प्रदेश सभा सदस्य समेत भए। विराजले नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषा बनाउने, कानुन पारित गराउने, संघीय सरकारले गुठी विधेयक फिर्ता गराउने, खेलकुद क्षेत्रमा सुधार ल्याउने जस्ता कामहरूमा महत्त्वपूर्ण रोल प्ले गरेका थिए। बिजनेस एडमिनिस्ट्रेसनमा ब्याचलर्स गरेर हस्पिटालिटी क्षेत्र हुँदै समाजसेवा र विवेकशील साझा हुँदै रासोपा प्रवेश गरेका विराजले अहिलेसम्म नेपाली राजनीतिमा आफ्नो प्रेजेन्सलाई जस्टिफाई गर्दै आएका छन्। जिम्मेवारीको हिसाबले विराजले यो पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको रूपमा आफूलाई प्रुभ गर्ने ठूलो अवसर पनि पाएका छन् र यसका लागि विराजले रासोपाको बाचापत्र मार्फत अगाडि सारेको अबको 5 वर्षभित्र 15,000 र 10 वर्षभित्र 30,000 मेगावाट बिजुली उत्पादन गर्ने, 5 वर्षभित्र आन्तरिक खपत 8,000 मेगावाट पुर्याउने, ऊर्जा प्रवर्धनको प्रक्रियागत झमेला अन्त्य गरी एकद्वार नीतिलाई कार्यान्वयनमा ल्याउने, 10 वर्षभित्र विद्युत खपत 1,500 किलोवाट आवर पुर्याउने जस्ता प्रतिबद्धता पुरा कम्मर कसेर काम गर्ने ऊर्जा लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। अब कुरा गरौँ मलाई बालेन शाह सरकारका प्रोबेबली द मोस्ट विटी र सबैभन्दा इन्ट्रेस्टिङ क्यारेक्टर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्क पौडेल एके गणेश पौडेलको बारेमा। कास्की क्षेत्र नम्बर 1 बाट पहिलोपटक सांसद निर्वाचित भएका गणेशको राजनीतिक यात्रा भने अटेरी अभियानबाट सुरु भएको हो। अघिल्लो स्थानीय तह चुनावमा उनी राजनीतिक अकर्मण्यताको विरुद्ध अटेरी गरौँ भन्दै पोखरा महानगरको मेयर पदमा चुनाव लडेका थिए।
उनको राजनीतिक यात्रातर्फको कुरा गर्ने हो भने उनी सामाजिक तथा राजनीतिक विकृतिका विरुद्ध सामाजिक सांस्कृतिक सम्पदाको पक्षमा बोल्ने लेख्ने अभियन्ता हुन् र साहित्यिक क्षेत्रमा पनि उनको छुट्टै विशेष पहिचान छ। कला साहित्यका कार्यक्रममा सहभागी हुने, छलफलमा भाग लिने, आफ्नो युनिक तरिकाले गहिरो र तार्किक बहस गर्नमा खप्पिस गणेश, सिरियस नै बहस हुँदैछ भने पनि खित्का छोडेर आफ्नो भनाइ राख्ने उनको शैली, साहित्यिक बहस र छलफलमा चासो राख्ने सीमित समूहमाझ प्रख्यात छ। उनी र्यान्डम रिडर सोसाइटी अफ नेपालका परिकल्पनाकार र पैताला नामक उपन्यासका लेखक पनि हुन्। उनले कुनै समय विकासको नाममा विस्थापन हुनु हुँदैन भन्दै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्ने अभियान नै चलाएका थिए। यसका लागि उनले सङ्घर्ष समिति नै गठन गरेका थिए। स्थानीयलाई पटक पटक दुःख दिएर र बस्ती खाली नै गराएर सहरको बीचमा चिनिया ऋण अनुदानको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाहिँदैन भन्ने उनको धारणा थियो। यसरी कुनै समय विमानस्थल नै चाहिँदैन भन्ने गणेश अहिले देशकै उड्डयन र पर्यटन क्षेत्रकै विकास तथा सञ्चालनको जिम्मेवारी बोकेको मन्त्रालयको मन्त्रीको पदभार गरेर कर्मचारीलाई जागिरे मानसिकता त्यागेर द्रुत गतिमा काम गर्न निर्देशन दिँदै कर्मचारीको स्पिड चेक गर्न आफू छिटो छिटो हिँडेको भन्ने स्टेटमेन्ट। कर्मचारीको स्पिड कस्तो छ भन्ने कुरा त उनैले जान्नु, तर संस्कृति, पर्यटन र नागरिक उड्डयनको विकास र उत्थानको काममा उनको कामको स्पिड कस्तो रहन्छ, यी कुराहरू हेर्नको लागि हामी चाहिँ एकदमै आतुर छौँ भन्ने कुरा यी अटेरी मन्त्रीले नबिर्सिउन् भन्ने हाम्रो कामना छ। अटेरी मन्त्रीपछि कुरा गरौँ बालेन सरकारका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको। काठमाडौँ क्षेत्र नम्बर 5 बाट नेपाली कङ्ग्रेसका महामन्त्री प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेल, राप्रपाका कमल थापा जस्ता शीर्ष नेताहरूलाई पछि पार्दै पहिलो पटक सांसद बनेका सस्मित निर्वाचनको समयमा आफ्नो युनिक इलेक्सन क्याम्पेनिङको कारण चर्चामा आएका उम्मेद्वार पनि हुन्। विवेकशील अभियानबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी विवेकशील साझा पार्टीको केन्द्रीय समिति सदस्य पनि बनिसकेका व्यक्ति हुन्। सस्मितको एकाडेमिक ब्याकग्राउन्ड भने कानुनको। उनले काठमाडौँ युनिभर्सिटी स्कुल अफ लबाट BA LLB सम्मको अध्ययन गरेका छन्। उनको राजनीतिक यात्राले गति पकड्न थालेको भने 2079 को स्थानीय निर्वाचनबाट हो। उक्त निर्वाचनमा बालेनलाई जिताउनको लागि लागि परेका सस्मित बालेन काठमाडौँ महानगरपालिकाको मेयर भएपछि महानगरमा शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञ र शहरी योजना आयोगमा सहायक विज्ञको रूपमा काम गरे। बालेनको मेयर कार्यकालमा काठमाडौँ महानगर अन्तर्गतका विद्यालयको गुणस्तर बढाउने, कक्षा 1 देखि 12 सम्म करिब 30,000 विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान, विद्यालय गुरु योजना, बुक फ्री फ्राइडे कार्यक्रम, ICT मैत्री विकास, ECD कक्षा कोठा सुधार, दिवा खाजा र शिक्षक तालिम जस्तो पोजिटिभ इनिसिएसनमा सस्मित पोखरेलले सिग्निफिकेन्ट रोल प्ले गरेको बताइन्छ। उनले यो किसिमका पोजिटिभ इनिसिएसनहरू देशभरिका सबै विद्यालयमा इम्प्लिमेन्ट गर्नेछन् भन्ने हामी जस्ता आम मानिसहरूको उनीप्रति अपेक्षा रहेको छ। यसका साथै उनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिबन्धमा पर्ने जोखिममा पुगेको नेपाली फुटबल, दलीयकरणको दलदलमा फसेको एन्फा, ओलम्पिक कमिटी र राखेप बीचको विवाद जस्ता नेपाली खेल क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने चुनौती र अवसर पनि रहेको छ भन्न सकिन्छ। सस्मित पोखरेलपछि कुरा गरौँ नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र खानेपानी मन्त्री निशा मेहताको। सरकारी अस्पतालमा डाक्टर नै नभेटिने, भेट्नको लागि घण्टौँ लाइन बस्नुपर्ने, ल्याब परीक्षणको लागि निजी ल्याब धाउनु पर्ने जस्ता आम मानिसले प्रत्यक्ष रूपमा भोग्नु परेको समस्या, भाइटल हेल्थ वर्करको रूपमा रहने नर्सहरूमाथि चरम श्रम शोषण, आर्थिक अभावको कारण धराशायी बन्दै गएको स्वास्थ्य बीमा कार्यक्रम, सेवा सुविधा र अवसरको कमीले स्वास्थ्य कर्मीहरूको बढ्दो पलायन, स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिको कमी लगायतका च्यालेन्जहरूको समाधान निकाल्ने अवसरसहित प्रोफेसनल्ली नर्सिङ ब्याकग्राउन्डकी निशा मेहता बालेन शाह सरकारमा स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री बनेकी छिन्। निशा मेहतापछि अब कुरा गरौँ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमको। हालै सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नम्बर 3 बाट निर्वाचित, यसअघिको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 2 बाट निर्वाचित भएकी थिइन्। एजुकेसन वाइज कानुनको ब्याकग्राउन्ड होल्ड गर्ने शोभिताले नीतिगत सुधारका लागि सदनमा सशक्त आवाज उठाउने नेत्रीको रूपमा आफ्नो इमेजलाई स्थापित गराउन सफल भएकी छिन्। उनी एक्टिभ पोलिटिक्समा लाग्नु अगाडि कानुन, मानवाधिकार तथा सार्वजनिक सरोकारका विषयमा सक्रिय रहँदै आएको बताइन्छ। यसबाहेक उनीसँग कानुन, न्याय तथा मानवाधिकार समितिमा पूर्व सदस्य तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषदमा कानुनी परामर्शदाताको रूपमा समेत काम गरेको अनुभव छ। उनले सन् 2023 मा यङ पोलिटिशियन अफ द इयरको अवार्ड पनि हासिल गरेकी थिइन्। कानुन मन्त्रीका रूपमा अब उनले विधायकी सुधार, संस्थागत जवाफदेहिता र नागरिक सशक्तिकरणका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ। अब कुरा गरौँ कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीको बारेमा। 2062-63 को जनआन्दोलनपछि राजनीतिक यात्रा सुरु गरेकी गीता नेकपा एमाले नागरिक उन्मुक्ति पार्टी हुँदै पछिल्लो समय रासोपा प्रवेश गरेकी छिन्। साधारण थारू परिवारमा जन्मिएकी उनले सङ्घर्षपूर्ण यात्रा गर्दै कानुनमा मास्टरसम्मको अध्ययन गरेकी छिन् भने उनले विशेष गरी गरिब, दलित र सीमान्तकृत समुदायका लागि काम गर्दै आएकी छिन्। उनले भर्खर मेन्सन गरिएका समुदायका 150 भन्दा बढी
नागरिकहरूलाई निशुल्क कानुनी सेवा प्रदान गरेको बताइन्छ। सामान्य परिवारबाट सङ्घर्षपूर्ण यात्रा मार्फत कार्यकारी भूमिकामा आएकी गीता चौधरीका अगाडि अब मल तथा सिँचाइ, आधुनिक कृषि उपकरण, उन्नत जातको बिउ बिजनहरूको अभाव, कृषि क्षेत्रमा बिचौलियाको पकड, क्लाइमेट चेन्जले कृषि क्षेत्रमा पारेको असर लगायतका चुनौतीहरूको सामना गर्दै आफूलाई प्रुभ गर्न पर्ने देखिन्छ। लास्ट बट नट द लिस्ट कुरा गरौँ श्रम, रोजगार तथा सामाजिक मन्त्री दीपक शाहको बारेमा। शाह महोत्तरी 2 बाट निर्वाचित सांसद हुन्। कोइन्सिडेन्टली उनले पूर्व श्रम मन्त्री शरद सिंह भण्डारीलाई नै चुनाव हराएर सांसद बनेका थिए। पेशागत हिसाबमा उनी दृष्टिरोग विशेषज्ञ हुन्। उनले जनस्वास्थ्य विषयमा त्रिवी शिक्षण अस्पतालबाट ब्याचलर्स र मास्टर्सको अध्ययन गरेका छन्। उनी नेपाल दृष्टि विशेषज्ञ सङ्घका अध्यक्ष समेत हुन्। दैनिक 2000 भन्दा बढी नेपाली विदेशी परेको वर्तमान अवस्थामा शाह देशमा रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीको नाममा खोलिएका तर नियमनको अभावका कारण आम जनतालाई ठग्ने केन्द्रको रूपमा एस्टाब्लिस भएका म्यान पावरहरूलाई रेगुलेट गर्ने, वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन, जबरजस्ती काममा लगाउने जस्ता विकृतिलाई हटाउने लगायतका काममा शाहले काम गर्नुपर्ने देखिन्छ। तर यसो भनिरहँदाखेरि पदभार ग्रहण गरेको 24 घण्टा बित्दा नबित्दै उनी ठगी मुद्दामा पक्राउ परेको व्यक्ति रहेको भन्ने मिडिया रिपोर्ट पनि सार्वजनिक भएको छ। त्यसैले अरू काम गर्नुभन्दा पहिला आफूमाथि लागेको यो एलिगेसनको सत्य तथ्य के हो भन्ने बारे उनी आन्सरेबल र अकाउन्टेबल हुनुपर्ने देखिएको छ। यो त थियो बालेन सरकारको मन्त्रीमण्डलमा समावेश भएका नवनियुक्त मन्त्रीहरूको बारेमा तयार पारिएको इन्ट्रोडक्टरी भिडियो। जनताको अपार जनादेशको कदर गर्दै देशमा सुशासन र भ्रष्टाचार अन्त्य गर्दै विकासका कार्यक्रम मार्फत यो सरकारले आम जनताको अवस्था परिवर्तनमा उल्लेखनीय काम गर्न सकोस्। देशको हितमा हुने काममा सधैँ क्रिएटिभ सपोर्ट र देशको हितभन्दा फरक कार्यमा इन्भल्भ भएको अवस्थामा हामी सधैँ एउटा सशक्त प्रतिपक्षको रूपमा रहने प्रतिबद्धतासहित यो नयाँ सरकारलाई हाम्रो टिमबाट शुभकामना। आजलाई यति नै। सी यू अन नेक्स्ट वान।